नमस्कार सबैलाई। आज अमलदार कर्मचारीको क्वेसन मैले सल्भ गर्न गइरहेको छु, जसमध्ये मैले त्यही गणित खण्डको एमसिक्यू क्वेसन गर्न गइरहेको छु। हजुरहरूले ध्यान दिएर सुन्नुहोला। फर्स्टमा रहेको छ यु इजिकल टु ABCDEFGHIOU रहेको छ भने ए इजिकल टु ABCDE र बी इजिकल टु AEIOU भए बी माइनस ए को बराबर कति हुन्छ भनेको बी माइनस ए भनेको यो डिफरेन्स निकाल भनेको छ। डिफरेन्स कति हुन्छ भनेर भन्दाखेरि हाम्रो यो ए र बी को हामीले लिन्छौँ। पहिला सुरुमा बी कति छ भन्दा AEIOU रहेको छ र ए हाम्रो माइनस ए रहेको छ ABCDE रहेको छ। अब हामीले यसमा कमन लिने कुन कुन कमन छ त्यसलाई काट्दिने। यहाँ ए कमन छ, यहाँ ए कमन छ, यो काट्यो। यहाँ आई कमन छ, यहाँ ई कमन छ, यो काट्यो। र हामीलाई निकाल भनेको छ बी माइनस ए भएको हुनाले हामीले एलाई छोडेर यो बीलाई लेखिन्छ IOU र यसमा आएको छ IOU। यसको एन्सर रहेको छ IOU, एन्सर सी, अप्सन सीमा रहेको छ IOU। र 47 मा रहेको छ अर्को अङ्कित मूल्य रु 10,000 भएको एउटा टिभीमा 20% छुटमा बेचिएछ भने विक्रय मूल्य पत्ता लगाउनुहोस् भनेर सोधेको छ एउटा। यसमा अप्सन रहेको छ 8,000 र बीमा रहेको छ 6,000 र सीमा रहेको छ 12,000 र डीमा रहेको छ 5,000। र यसमा हामीले निकाल्नु पर्छ कि हामीले 20% छुट। यसको फर्मुला रहेको छ एसपी भनेको विक्रय मूल्य हो। विक्रय मूल्य निकाल्ने फर्मुला चाहिँ के हो भने छुट दिएको खण्डमा यो 20% छुट दिएको छ, एमपी भनेको मार्केट प्राइस अथवा आङ्कित मूल्य हो, इन्टु 100 माइनस डिस्काउन्ट प्रतिशत बाई 100 हुन्छ। यसो गर्दाखेरि 10,000 दिएको छ हाम्रो एमपी इन्टु 100 माइनस 20 भनेको यो डिस्काउन्ट प्रतिशत हो बाई 100। यो दुईवटा शून्यले यो दुईवटा काट्यो, त्यहाँ बाँकी भयो हाम्रो यहाँ 100 भयो। यसलाई घटाउँदा 80 भयो। 100 इन्टु 80 गर्दाखेरि 8,000 आउँछ। यसको एन्सर रहेको छ 8,000। ध्यान दिएर हेर्नुहोला। र अर्को रहेको छ बीजगणित अभिव्यञ्जकहरू एक्स क्युब माइनस XY स्क्वायर रहेको छ एउटा भने एक्स स्क्वायर माइनस XY र एक्स स्क्वायर प्लस XY को मस एचसिएफ कति हुन्छ भनेर सोधेको छ। एचसिएफ भनेको हाइगर कमन फ्याक्टर, दुइटैको साझा भनेर सोधेको हो। त्यसकारण अप्सन एमा रहेको छ एक्स र अप्सन बीमा रहेको छ एक्स इन्टु एक्स प्लस वाई र सीमा रहेको छ एक्स इन्टु एक्स माइनस वाई र डीमा रहेको छ एक्स इन्टु एक्स प्लस वाई अनि एक्स माइनस वाई रहेको छ। यसको हामीले सुरुमा निकाल्यौँ एक्स क्युब माइनस XY स्क्वायरकोमा यहाँबाट हामीले दुईवटाबाट एक्स कमन लियौँ। एक्स कमन लिएपछि एक्स स्क्वायर माइनस वाई रह्यो। त्यसपछि हामीले यो एक्सको एक्स जस्ताको जस्तै भयो। यसलाई हामीले फर्मुलामा खोलिदियौँ एक्स स्क्वायर माइनस वाई स्क्वायर भनेको एक्स प्लस वाई र एक्स माइनस वाई हुन्छ। र अर्को रहेको छ एक्स स्क्वायर माइनस XY। यसमा साझा के आयो भन्दा एक्स आयो, त्यसकारण एक्स माइनस वाई आयो। एक्स स्क्वायर प्लस XY छ यसमा र यसमा हाम्रो एक्स कमन आयो, एक्स प्लस वाई आयो र यसको एन्सर हुन्छ मस भनिसकेपछि यो तिनटैमा साझा के छ यहाँ हेर्नुहोस् है। यहाँ रहेको छ एक्स, यहाँ पनि रहेको छ एक्स, यहाँ पनि रहेको छ एक्स। मस भनेको चाहिँ तिनटैबाट कुन चाहिँ साझा छ त्यही नै हो, त्यही कारणले यसको साझा रहेको छ एक्स। यसको एन्सर रहेको छ ए, एक्समा रहेको छ। र अर्को क्वेसन नम्बर 49 मा जान्छौँ। यदि एउटा गोला अथवा स्फियरको अर्धव्यास 7 सेन्टिमिटर छ भने यसको सतहको क्षेत्रफल कति हुन्छ भनेर क्वेसनले सोधेको छ। र अप्सन एमा छ 154 सेन्टिमिटर स्क्वायर, बीमा रहेको छ 308 सेन्टिमिटर स्क्वायर र सीमा रहेको छ 616 र डीमा रहेको छ 1386 सेन्टिमिटर स्क्वायर। र यसको हामीलाई अर्धव्यास दिएको छ। यसको फर्मुला निकाल्ने हाम्रो गोलाको पुरा सतह भनेर सोध्यो भने अथवा सर्फेस यसको पुरा सतह एउटै मात्रै क्षेत्रफल हुन्छ, त्यही कारणले एरिया इजिकल टु 4πr स्क्वायर हुन्छ। 4πr स्क्वायर 4 को ठाउँमा 4 राख्ने, यो पाई भनेको 22/7 हुन्छ र यो आर हामीलाई कति दिएको छ 7 हुन्छ। 7 × 7 आर स्क्वायर भनेको 7 × 7। यो 7ले यो 7लाई काट्यो
र यहाँ 88 आउँछ, 4 टू जा 8, यो 4 टू जा 8 गर्दा 88 आउँछ, 88 इन्टु 7 गर्दा 616 cm स्क्वायर आउँछ। जहिले पनि हामीलाई यसको क्षेत्रफल सोध्यो भने यसको चाहिँ एकाइ चाहिँ जहिले पनि cm स्क्वायर हुन्छ। त्रिभुजका 3वटा भुजाहरूमध्ये 2वटा भुजाहरू बराबर भएको त्रिभुजलाई के भनिन्छ भनेर सोधेको छ। जस्तै यो एउटा त्रिभुज भयो, यो ए, यो बी, यो सी। यो दुईटा भुजा बराबर भएको त्रिभुजलाई चाहिँ के भनिन्छ भनेर सोधेको छ। यो दुईटा भुजा बराबर भएको त्रिभुजलाई चाहिँ समद्विबाहु त्रिभुज भनिन्छ। यसमा दुईटा यो ए, यो दुईटा बराबर हुन्छ, त्यस कारणले यसको एन्सर रहेको छ एन्सर अप्सन नम्बर सी, समद्विबाहु त्रिभुज रहेको छ। हस् त, धन्यवाद। म अर्को क्वेसन फेरि लिएर आउँछु।